राधे राधे। तपाईहरु हेर्दै हुनुहुन्छ श्रीराधा अनलाइन टिभी। श्रीराधा अनलाइन टिभी को साथमा म उमेश गुरु आइसकेको छु। विशेष च्यानल विशेष भिडियोहरु प्रस्तुत गरिरहेको हुन्छु र तपाईहरुले नै सोध्नु भएको प्रश्न, भन्नु भएको कुराहरु र तपाईको मनमा रहेका चासोलाई चाहिँ मेटाउने प्रयास गरेको छु। आजको विषय रहेको छ, यदि तपाई मेष राशि हुनुहुन्छ, मेष राशिको जातक हुनुहुन्छ अथवा व्यक्ति हुनुहुन्छ भने तपाईले जीवनमा गर्नै नहुने एक काम, मेष राशिको व्यक्तिहरुले गर्नै नहुने एक काम के हो त, यो विषयको भिडियो लिएर आएको छु। र अहिलेसम्म श्रीराधा अनलाइन टिभीलाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु भने नभुल्नु होला। विशेष गरेर तपाई यदि मेष राशिको जातक हुनुहुन्छ, व्यक्ति हुनुहुन्छ र तपाईले भुलेर होस्, जानेर होस्, नजानेर होस्, अनजानमा होस्, जसरी होस् तपाईले एउटा यो काम गर्नु भएको छ जीवनमा भने तपाईको जीवनमा उन्नति प्रगति हुने बाटोहरू रोकिनेछन्, तपाईको जीवनमा दुःखले भरिनेछ। त्यही भएर मेष राशिको व्यक्तिले गर्नै नहुने एक काम लिएर आएको छु। यदि तपाई मेष राशिको व्यक्ति हुनुहुन्छ, जातक हुनुहुन्छ भने तपाईले चाहिँ गर्नै नहुने एक काम भनेको गरिब दुखीहरूको अपमान। जो बाहिर माग्दै हिँड्ने, भिख माग्दै हिँड्ने हुन्छन्, मन्दिरको छेउछेउमा बसेका हुन्छन्, तपाईको घरमा अथवा तपाईको पसलमा अथवा तपाई हिँडेको बेलामा यदि तपाई मेष राशिको व्यक्ति हुनुहुन्छ र उसलाई अपमान गर्नुभयो भने तपाईको जीवन हुनेछ बर्बाद। जति सकिन्छ त्यति दिने, 5 रुपैयाँ सक्नुहुन्छ 5 रुपैयाँ, 10 रुपैयाँ सक्नुहुन्छ 10 रुपैयाँ, जति माग्छन् त्यति दिनु होला। यदि मेष राशिको व्यक्तिहरूले गरिब दुखीको चाहिँ अपमान गर्नुभयो भने तपाईको जीवनका ढोकाहरू बन्द हुनेछ। यदि तपाई हिँडेको बेलामा कसैले अपजर तपाईको अगाडि हात छाप्छ भने त्यो व्यक्तिलाई तपाईले जति सक्नुहुन्छ त्यति दान दक्षिणा दिनु होला र उसको अपमान नगर्नु होला। यस्तै भिडियोहरू प्रस्तुत गरिरहेका हुन्छौँ। अहिलेसम्म श्रीराधा अनलाइन टिभीलाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु होला र केही कुराहरू सोध्नु छ, भन्नु छ, जान्नु छ र मलाई पर्सनल रूपमा यहाँहरूले भेट्न चाहनुहुन्छ, आउन चाहनुहुन्छ मेरो आसनमा भने 9817 041 655 मा बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म फोन गरेर आउन सक्नुहुनेछ। आजलाई यति नै। राधे राधे।